परिवारको संस्कार शिक्षाको आधार। सर्वनाम शिक्षालय, जोरपाटी, काठमाडौँ। विविध प्रस्तुतिहरू थियो। हिजो र आज चाहिँ हामीले एनुअल फङ्सन्सको रूपमा चाहिँ 2 दिन कार्यक्रम गर्दैछौँ र हिजोको कार्यक्रम भव्य रूपमा सफल पारिदिनु भएको छ। अभिभावकजीहरूको राम्रो उपस्थिति थियो र आजको पनि उपस्थिति हामीले राम्रै देखेका छौँ। पक्कै पनि आजको प्रोग्राम पनि अति नै भव्य हुनेछ। अब 2059 सालमा स्थापित भएर आज 23औं वर्षमा हिँड्दैछ सर्वनाम शिक्षालय र वी आर गोइङ टुगेदर भन्छु है म। हामी चाहिँ सँगसँगै रोकिँदैछौँ र यो 23औं वर्षसम्म आइपुग्दासम्म समय सापेक्ष शिक्षालाई जोड दिँदै अहिलेको अवस्थामा कस्तो खाले शिक्षाको आवश्यकता छ, कस्तो खाले सिटिजन भन्छौँ नि हामी। अहिलेको सिटिजन भनेको चाहिँ ग्लोबल सिटिजन हो। हाम्रा छोराछोरी भोलि कहाँ गएर कुन ठाउँमा कस्तो स्थितिमा जहाँ पनि गएर सस्टेन हुन सक्नुपर्छ होइन। त्यो खाले सिटिजन प्रिपेयर गर्नलाई हामीले विभिन्न एक्टिभिटिजहरू गर्दै आएको छौँ, विभिन्न प्लेटफर्महरू दिएका छौँ र यहाँ अभिभावकहरूले पनि जिज्ञासु भएर हामीले बनाएका विविध प्लानहरू पोलिसिजहरूलाई चाहिँ सपोर्ट गरिदिनु भएको छ। त्यसको लागि म सम्पूर्ण अभिभावकहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अब विद्यार्थी है, छोराछोरी, हाम्रो विद्यार्थी हजुरहरूको छोराछोरी जे भने पनि हामी दुवैको अभिभावकको प्लस शिक्षक शिक्षिका टिचर्सहरूको स्कुल एडमिनिस्ट्रेसनको डेस्टिनेसन चाहिँ एउटै रहेछ है। हाम्रो उद्देश्य चाहिँ एउटै रहेछ। केटाकेटीको केसमा, बालबालिकाको केसमा हामी सबैको चाहना भनेको कसरी बच्चालाई राम्रो बनाउँ होइन भन्ने हो र एउटै चाहना बोकेका हामी फरक व्यक्तिहरू, हामी व्यक्ति त फरक छौँ तर हाम्रो चाहना एउटै छ। फरक व्यक्तिहरूलाई चाहिँ हामीले स्कुल प्रशासनले बेला बेलामा विविध प्रोग्रामहरू गरेका छौँ, विविध इन्टरेक्सनका प्रोग्रामहरू गरेका छौँ, मिटिङहरू बसेका छौँ, सेयरिङ सेसनहरू चलाएका छौँ ताकि हामीमा भएको कमी कमजोरीहरू यहाँबाट लिन सकौँ। हामीले पाएका कुराहरू, हामीलाई ठिक लागेका कुराहरू यहाँहरूसम्म चाहिँ राख्न सकौँ भनेर बेला बेलामा विविध यस्ता कार्यक्रमहरू गर्दै आइरहेका छौँ। र बच्चा जन्मिँदै बच्चा मान्छे त मान्छे भएरै जन्मिसकेको हुन्छ होइन। जुन रूप लिएर जन्मिएको हुन्छ त्यसलाई त हामी कसैले नै परिवर्तन गर्न सक्छौँ र न प्यारेन्ट्सले सक्नुहुन्छ न हामी कसैले पनि सक्दैनौँ। तर त्यो व्यक्ति बच्चाभित्र भएको इनर क्वालिटिजहरूलाई एउटा ह्युमन क्वालिटिज डेभलप गर्नको लागि चाहिँ तपाईँ हामीले एउटा बेटर इन्भाइरोमेन्ट चाहिँ क्रिएट गरिदिनु पर्दो रहेछ। विद्यालयमा होस् या घरमा होस्, त्यो बेटर इन्भाइरोमेन्ट क्रिएट गर्नको लागि सर्वनाम शिक्षालय सधैँ नै प्रयासरत छ र यहाँहरूको सपोर्ट पनि त्यत्तिकै पाइरहेका छौँ। त्यस्तै गरी अर्को कुरा हामीले विद्यार्थीलाई सिकाउनु पर्ने के रहेछ भने नि, तिमी जेसुकै बन भोलि गएर होइन, जुनसुकै प्रोफेसनमा लाग तर असल व्यक्ति चाहिँ बन्नुपर्छ है होइन। जुनसुकै प्रोफेसन हाम्रो मुखमै झुकेको छ नि, डक्टर, इन्जिनियर, पाइलट भन्छौँ नि, तर त्यो डक्टर बन्नु मात्रै ठुलो कुरा पनि होइन रहेछ होइन, इन्जिनियर बन्नु ठुलो कुरा होइन रहेछ, लिडर बन्नु मात्रै पनि होइन रहेछ। जे बने पनि हुन्छ, जे गरे पनि हुन्छ। अल द प्रोफेसन्स आर रेस्पेक्टेबल होइन। सबै प्रोफेसनहरू त्यति नै रेस्पेक्टेबल छन्। जे गरे पनि हुन्छ तर जेन्टल चाहिँ हुनुपर्छ, असल चाहिँ हुनुपर्छ भनेर सिकाउनु पर्दो रहेछ। र हाम्रो शिक्षा सर्वनाम शिक्षालाई सधैँ केमा प्रयासरत छ भने सर्टिफिकेट ओरिएन्टेड शिक्षा मात्रै होइन है। सर्टिफिकेट बोकेर गएर A+ सर्टिफिकेट लिएर जाने मात्रै होइन, ताकि हामीले व्यवहारिक शिक्षा दिन सकौँ। भोलि गएर जस्तोसुकै सिचुएसनलाई पनि एडप्ट गर्न सकोस् त्यो विद्यार्थीले। भोलि गएर जस्तोसुकै अप्ठ्यारो एकदम डिफिकल्ट स्टेजमा पनि मान्छे पुग्न सक्छ, त्यतिखेर पनि आफूले आफूलाई ह्यान्डल गर्न सकोस् होइन, जस्तोकै सिचुएसनलाई पनि एडप्ट गर्न सकोस्। त्यो खाले क्वालिटिज डेभलप गर्नको लागि यहाँहरूको साथ अनि यहाँहरूको सहयोगको साथसाथै स्कुलले पनि विभिन्न प्लेटफर्महरू विद्यार्थीलाई प्रोभाइड गर्दै आएको कुरा जानकारी गराउँदै मेरा केही भनाइहरू यहीँ राख्दछु। धन्यवाद। जय सर्वनाम।
परिवारको संस्कार शिक्षाको आधार। सर्वनाम शिक्षालय, जोरपाटी, काठमाडौँ।